मेरो नाम श्रीराम चौधरी हो। बबई गाउँपालिका वडा नम्बर 6 चौपारीमा बस्छु। लोकल भाले र यो बजियामा फरक चाहिँ के छ भनेर धेरै सोध्नु भएको छ। यो अलि फरक हुन्छ सर यसमा। कस्तो कस्तो खालको फरक हुन्छ? 1 लाखभन्दा बढी बजिया भाले तपाईले बनाइसक्नु। हजुर। यसले त तपाईले कोचिङको त भिडियोमै बनाउनु भएछ नि। त्यो बजिया बनाउने चाहिँ तपाईले कहाँबाट सिक्नुभयो? मलाई साथीले सिकाइदिनु भयो। कसरी? दर्शकबिन सबैमा नमस्कार छ। आज हामीहरू एउटा फरक भिडियो लिएर तपाईहरुको माझ उपस्थित भएका छौं। हामीले केही समय अगाडि 1 लाखभन्दा बढी बजिया भाले बनाएका श्रीराम चौधरीको कथा भनेर चाहिँ फेसबुकमा हामीले त्यो भिडियो हालेका थियौं र त्यो भिडियो 1.7 मिलियन दर्शकहरूले रुचाउनु भएको थियो र त्यहाँ धेरै प्रतिक्रियाहरू पनि आएका थिए र ती प्रतिक्रियाहरूको विषयमा आज फेरि श्रीराम चौधरीलाई फेरि हाम्रै ठाउँमा बोलाएर ती प्रतिक्रियाहरूको जवाफ र उहाँको जीवनी, उहाँको परिश्रम र उहाँको मेहनतको विषयमा पनि आज हामी यो भिडियोमा कुराकानी गर्न गइरहेका छौं र आजको यो भिडियो अन्तिमसम्म हेरेर तपाईहरुको के जिज्ञासा छ भने कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो यस भिडियोलाई लाइक, शेयर एन्ड यो हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। नमस्कार हजुरलाई। नमस्कार। आराम हुनुहुन्छ? हजुर, आरामै छु। अनि अगाडि बनाएको भिडियो तपाईको त एकदम भाइरल भयो नि। हेर्नु भयो तपाईले? हेरे। कस्तो प्रक्रिया आयो त्यसमा? प्रतिक्रियाहरू कस्तो मान्नुभयो? गाउँका सबै साथीभाइले फोन गर्नुभयो अनि त भाइरल भइस भनेर फोन गर्नुभयो, खुसी लाग्यो। अनि त्यो भिडियोमा आएको प्रतिक्रियाहरू मध्ये चाहिँ त्यहाँ सबैले सोध्नु भएको चाहिँ सर्वप्रथम त तपाईको परिचय पनि सोध्नु भएको थियो। यो भिडियो बनाउँदै गर्दाखेरि तपाईले आफ्नै मुखबाट तपाईले आफ्नो परिचय दिनु न। मेरो नाम श्रीराम चौधरी हो। यता हेरेर क्यामेरामा। बबई गाउँपालिका वडा नम्बर 6 चौपारीमा बस्छु। अरू पेसा व्यवसाय? अरू त मैले खेती किसानी पनि गर्छु, माछाको व्यापार गर्छु, माछा बेच्छु। तपाईले यो पश्चिम दाङमा चाहिँ अलि पहिला साइकलमा माछा बेच्ने प्रचलन सुरु गर्नु भएको थियो। सायद यो ठाउँमा तपाई पहिलो नै हुनुहुन्छ होला त्यसरी व्यवसाय गर्ने, हैन? हजुर। त्यो बारेमा पनि यसो तपाईको अनुभव कस्तो रह्यो त्यो पेसामा पनि सुनाइदिनु न। अब मैले 71 साल साउनबाट सुरु गरेँ माछा बेच्न। त्यतिखेर डुलाएर माछा कसैले बेच्दैन थियो। सुरु गर्ने मैले निरन्तर 10 वर्ष साइकलमा बेचे माछा मैले। अनि त्यसबाट कस्तो आम्दानी कस्तो हुन्थ्यो? आम्दानी भन्ने कुरा त मनको सन्तुष्टि नै सबभन्दा ठुलो कुरा हो। अब त्यसैमा सन्तुष्ट रहिएको र अब त्यही भएर। अनि त्यो माछा बेच्ने पेसाबाट चाहिँ यो भाले बेच्ने, बजिया भाले बनाउने पेसामा कसरी आउनु? अब बजार सधैँ जानुपर्ने। अब सधैँ जाँदाखेरि अब कहिले कसो भाले लगेर जाने। अब बजिया भाले पाइन्छ भनेपछि ल्याउने भन्ने बजारका मान्छेले। त्यस पछाडि कसरी बनाउँछन् भन्ने कुरा अब सोध्दै जाँदाखेरि अब भाले बजिया गराउनु पनि भइयो। अहिले तपाईले चाहिँ बजिया भाले पनि बेच्नुहुन्छ, लोकल भाले कुखुराहरू पनि बेच्नुहुन्छ। हजुर। यो बजिया भाले बनाउने मात्रै काम गर्नुहुन्छ? बजिया भाले पनि बनाउँछु, यो आफैले बनाएको भाले आफै पनि खरिद दिन्छु। तपाईले आफ्नै फर्म छ कि तपाईको खरिद बिक्री मात्रै गर्नुहुन्छ? मेरो खरिद बिक्री मात्रै हो, फर्म छैन। आफ्नो फर्म गराउनु भएको छैन। अनि आफ्नो फर्म गराएर अनि आफै पालन गर्ने मन छ कि छैन? अब इच्छा त छ, अब लगानी छैन। इच्छा छ, पैसा छैन लगानी गर्ने। लगानी कतैबाट जुट्यो भने चाहिँ गर्ने इच्छा चाहिँ छ। लगानी जुट्यो भने त मजाले गर्ने इच्छा छ।
अनि यो बदिया भाले बनाउने पेसाबाट चाहिँ तपाईँको कति आम्दानी हुन्छ होला? तपाईँले निरन्तर गर्नु छ कि यो कस्तो छ? यो निरन्तर गर्छु सर, मैले बोलाइराख्नुहुन्छ, टाइम मिलाएर गइराख्छु, अब बोलाइराख्नुहुन्छ। एउटा भाले बदिया बनाएको कति रेट छ नि तपाईँको? 150 रुपियाँ 150 रुपियाँमा एउटा लोकल भालेलाई बदिया बनाइदिन्छु। अनि यो बदिया भाले सम्बन्धी पनि प्रश्न पनि आइरहेको थियो तपाईँको त्यो भिडियोमा कमेन्टमा। लोकल भाले र यो बदियामा फरक चाहिँ के छ भनेर धेरै सोध्नु भएको थियो। यो अलिक फरक हुन्छ सर, यसमा कस्तो कस्तो खालको फरक हुन्छ? मासु अलि बढी हुन्छ, टेस्टी हुन्छ, बढी हुन्छ। स्वाद फरक पर्छ। हजुर। अनि वेट पनि फरक पर्छ। फरक पर्छ। लगभग कति जति वेट फरक पर्ला? त्यो आधा किलो जति फरक पर्छ। कति उमेर भइसकेपछि यो बदिया भाले बनाउनु सकिन्छ? 3-4 महिनाको भएपछि। 3-4 महिना पछि चाहिँ। अनि यो कति समयसम्म राख्नुपर्छ नि यसलाई, यो बडा बदिया बन्नलाई? त्यो 5 महिना, 5 देखि 6 महिना त्यति राख्नै पर्छ। बदिया भाले बनाएको 6 महिना कि यसको उमेरको 6 महिना? बनाएको। भनेपछि 10 महिना। एउटा कुखुरा 4 महिनामा बदिया बनाउनु गयो, त्यसको 6 महिना पछाडि चाहिँ यो खान लायकको हुन्छ। हजुर। बदिया भालेको वेट चाहिँ लगभग कति पुग्छ होला? त्यो लोकल 2 किलो हुन्छ भने बदिया गराएपछि 2.5 किलो जति हुन्छ। हजुर। अनि यो बदिया बनाउने चाहिँ तपाईँले कहाँबाट सिक्नुभयो? मलाई साथीले सिकाइदिनु भयो। कसरी? अब बजारमा बदिया भाले माग्ने, मैले गाउँमा चलो कुखुरा खरिद्ने एकजना साथी प्रकाश बिक भन्ने साथीले गराउनु हुन्थ्यो। कसरी बनाउँछन् साथी सिकाइदिनुहोस् भन्नुभयो। यस्तो यस्तो तरिकाबाट गराउने, यहाँबाट चिर्ने भनेर मुखले भन्नुभयो। मैले त्यही अनुसार घर आएर ट्राई गरेँ। अब सुरुमा कोही सक्सेस भयो, कोही भएन। अब पछि पछि निरन्तर गर्दै जाँदाखेरि भयो। मैले फेरि सुरुमा घरै गरेँ, फेरि अर्को बाहिर गरेन। बाहिर त अब पक्का भइसकेपछि घरै आफ्नै कुखुराबाट गरेँ। मऱ्यो त्यस बेला 2-4 मऱ्यो, 5-6 राम्रा पनि भयो। त्यस पछाडि गाउँकाले पनि रहर इच्छा देखायो, गाउँका गराइदियो। त्यस पछाडि होइन, अब कुखुरा खरिदिएको थिएँ, धेरै कुखुरा खरिदिएको थिएँ, तर बेच्ने मौका पाइएन। अब लकडाउन थियो कोरोनाले गर्दाखेरि। हो त्यसै बेलामा अब लड्नु लाग्यो, गाउँ जानु लाग्यो। अब बदिया बनाइदिएपछि त आनन्द हुन्छ। गाउँ पनि जान्दैन, लड्नु पनि लड्दैनन्। हो त्यो कोरोना कालमा गराएको हो, गराएर सिकेको। कोरोनाको लकडाउनको सदुपयोग गरे। त्यो समय तपाईले बदिया भाले बनाउन सिक्न चाहिँ सदुपयोग गर्नुभयो। हजुर। अनि अहिलेसम्म कति भालेलाई तपाईले बदिया बनाउनु होला? यति भने त थाहा छैन सर, मेरो मन त लाख नगाने होला। 1 लाख भन्दा बढी बदिया भाले तपाईले बनाइसक्नु। हजुर। यसले त तपाईले पोथीको त भिडियोमै बनाउनु भएछ नि। पोथीले त शराब सुन होला। पोथीले शराब सुन है? हजुर। अनि यो पश्चिम नेपालको यो दाङ जिल्लामा चाहिँ बदिया भाले भन्ने प्रचलन छ। यो कहाँबाट यो सरेर आयो होला कि यो यहीको रैथाने काम हो कि कस्तो होला यो? खोइ त्यो त अब मैले पनि दाङमा बदिया भाले गराउनु गऱ्यो भन्ने पछि सुनाएको र
सुरुमा कसले गरायो कसले चलायो मलाई थाहा भएन त्यो बारेमा। मैले पनि सुनेर तपाईँको निजी जीवनमा पनि म अलिकति थोरै जान चाहे। तपाईँले यो कुखुरा व्यवसाय गरेर खरिद बिक्री गरेर कति आम्दानी गर्नुहुन्छ होला? यो सन्तुष्ट छु क्या, अब कति हुन्छ के हुन्छ, अब घर खर्च चलेकै छ। सरदर यति भन्न सकिने जस्तो छ? त्यति अब त्यति हिसाब किताब छैन, जे घर खर्च चलिरहेको छ। दिनमा तपाईँले बदिया भाडा चाहिँ कतिवटा बनाउनुहुन्छ? मैले 15-16वटासम्म गराउँछु। 15-16वटा एउटा भालेको तपाईँले 150 रुपियाँ लिनुहुन्छ? हजुर। त्यो गर्दाखेरि त झन्डै 3000 2500-3000 हुन्छ कि होइन? हजुर। दैनिक 2500-3000 भनेको त मासिक त झन्डै 50-60 हजार पुग्छ। हजुर, त्यति त हुन्छ मजाले। एक दिनमा 15वटा भाले गराउनु भयो भने, भालेलाई बदिया गराउनु भयो भने चाहिँ तपाईँको चाहिँ मासिक ल काटकुट गरेर ल 40,000 भयो भने राम्रै हो होइन? हजुर। अनि यो भिडियो हेरिराख्नुभएका अहिले विदेशमा रहनुभएका युवा साथीहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? म त नेपालमै बसेर दुःख गरिरहेको छु। अब सबैले राम्रो मानिदिनु भएको छ, ठिक छ भाइ भने आफ्नो देशमा दुःख गर्नु राम्रो हो भन्नुहुन्छ, खुसी लाग्छ सर। धेरैजनाले तपाईँलाई चाहिँ मैले कमेन्टमा हेरेको थिएँ, हामीलाई पनि सिकाइदिनु पऱ्यो यो कसरी बनाउने हो, यसको फाइदा के हुन्छ भनेर भन्नुभएको थियो। उहाँहरूले सिक्न चाहनुभयो भने चाहिँ तपाईँसँग सम्पर्क कसरी गर्ने, तपाईँलाई सिक्न तपाईँ भएको ठाउँमा कसरी आउने? मेरो नम्बर चाहिँ 9812807712 हो। अब यसमा निःशुल्कै सजिलै सिकाइदिन्छु। मलाई पनि अरूले सिकाइदिएर सुरु गरेको, साथीले सिकाइदिएर म पनि सिकाइदिन्छु। अनि त्यो सिक्नको लागि चाहिँ तपाईँ भएकै ठाउँमा आउनु पर्ने हो कि तपाईँ उहाँहरूले बोलाएको ठाउँमा पनि गएर सिकाइदिनु सक्नुहुन्छ? नजिकमै बोलाएको ठाउँमा गएर पनि सिकाइदिन्छु, तर घरमै आउनुपर्छ कुखुरा लिएर। आफ्नै कुखुरा लिएर आउनु? आफ्नो कुखुरा लिएर आएपछि म सिकाइदिन्छु। यो बदिया बनाउने प्रक्रिया भनिदिनु न, सुरुमा तपाईँले के गर्नुहुन्छ? अनि तपाईँको औजारहरू पनि छन्? सकेसम्म त अब सुरुमा कुखुरा भोको हुनुपर्छ, त्यहाँदेखि खाएकोमा अलि अप्ठ्यारो हुन्छ। तपाईँ चाहिँ बिहान गर्नुपर्छ सकेसम्म। त्यस पछाडि बासेको अब लगभग महिना दिन भएको, 1.5 महिना भएको हुनुपर्छ। सबभन्दा पहिला जति नै नसा केही पर्दैन त्यति नै खोल्ने, अन्डकोषको सबैभन्दा नजिकको भागमा खाली भाग हुन्छ एक ठाउँमा, त्यति गरेर खोल्ने। त्यसपछि मजासँग हेरेर निकाल्ने। अब अनुमानले पनि निकाल्छन्, औँलाले छामेर पनि निकाल्छन्। त्यस्तरी चाहिँ आधा रहने आधा नआउने, आधा मिलिने सम्भावना हुन्छ। अब यो तरिका चाहिँ त्यही आउँछ, जरेको रहने सम्भावना हुन्न यसबाट। अनि त्यो निकालिसकेपछि चाहिँ फेरि त्यसलाई सिलाइदिने, सिलाउने। नसिलाए पनि हुन्छ हुनलाई, तर सिलाएको झन् राम्रो। नसिलाए पनि हुन्छ। अनि यसलाई इन्फेक्सन हुने त्यस्तो खालको केही अरू थप जटिलताहरू आउने यो कुखुरामा त्यस्तो हुन्छ कि? त्यस्तो त केही हुन्न। मैले चाहिँ त्यही गाउँले औषधि तेल बसाएर लगाइदिन्छु, त्यस्तो त असम्म भएको छैन। अलिअलि हावा भरिने हुन्छ कसैमा, त्यो चाहिँ पछि आफै राम्रो भइहाल्छ। फेरि बिहानदेखि साँझसम्मै तपाईँको त टाइम पाउनै पनि एउटा बरु डक्टरको टाइम छिटो पाइएला। मेरो धेरै गाह्रो छ टाइम निकाल्न। तपाईँ बिहान उठेपछि साँझसम्म के गर्नुहुन्छ? मैले
सबभन्दा पहिला त बिहानको टाइममा भाले बदिया कहाँ बोलाउनु भएको छ त्यहाँ गएर बनाउँछु। सँगसँगै लोकल भाले पनि खरिद्छु। लोकल भाले बेचेर खाना खान्छु। त्यस पछाडि फेरि माछा खरिदेर माछा बेच्छु। हजुर, फर्मबाट खरिदेर गाउँमा डुलाएर बेच्ने, घरमा पुर्याउने। घरमा गएर होम डेलिभरी सिस्टमले तपाईले माछा बेच्नुहुन्छ? हजुर। कुखुरा पनि त्यही गर्नुहुन्छ? हजुर। कुखुरा पनि घरमा जाने खरिद्ने बजार लगेर बेच्ने। तपाईलाई चाहिएको छ अथवा बजारमा अथवा कहाँ हुन्छ हैन, ग्राहकहरु जहाँ हुनुहुन्छ त्यही पुर्याइदिनु। तपाईले यो होम डेलिभरी पेशा चाहिँ कस्तो मान्नुभयो? सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टै छु। प्रतिक्रिया आउँछ उहाँहरुबाट, ग्राहकहरुबाट अथवा खरिदकर्ताहरुबाट? सकेसम्म ग्राहकलाई अब छिटो चाहिन्छ गरे, अब छिटो सबैलाई मैले एकचोटि पुर्याउन सक्दिनँ। हरेक ठाउँबाट फोन आउँछन्, मैले चाहिँ ग्राहकता सुरुमा फोन गरेर बेला दिन्छु। धेरै जनाको प्रश्न पनि एउटा के थियो भने यो बदिया भालेको मूल्य चाहिँ कसरी बेच्नु भएको छ, कसरी हामीले पाउन सक्छौं भनेर भन्नुभएको थियो। कसरी बेच्ने गर्नु भएको छ? मैले बदिया भाले 1 किलोलाई 1500 मा बेचेको छु। 1500 रुपैयाँ किलो। 1 किलोको 1500? हजुर। एउटा बदिया भाले लगभग कति वेटको हुन्छ? त्यो 2.5-3 किलो हुन्छ। 3 किलो भयो भने त एउटा बदिया भालेलाई 4500 रुपैयाँ पर्यो। हजुर। 2 किलो भयो भने 3000 रुपैयाँ। हजुर। यो त राम्रो मूल्य पाउँदो रहेछ। राम्रो मूल्य पाउँछ बदियाले। मूल्य पनि राम्रो पाउँछ। बदिया भाले पाल्न पनि सजिलो हुन्छ। घरमा धेरै चाहिँ ठुङ्गाठुङ गर्छन् लोकलले, यिनले ठुङ्गाठुङ गर्दैनन्, गाउँ पनि जान्दैनन्, पाल्न सजिलो हुन्छ। कता कता छ यसको मार्केट चाहिँ? यसको मार्केट काठमाडौँ, पोखरा धेरै जसो। अनि उहाँ यहाँ लिन खरिद्न आउनुहुन्छ कि पठाइदिनुहुन्छ तपाईँ? पहिला भिडियो पठा भन्नुहुन्छ, त्यस पछाडि भिडियो पठाइदिनु पर्छ। त्यस पछाडि मन पर्यो भन्नुहुन्छ, क्यूआर मा हाल्दिनुहुन्छ। त्यस पछाडि हाम्रो कुखुरा पठाइदिनु हो। पैसा हाल्दिनुहुन्छ क्यूआर मा, पैसा प्राप्त भएपछि कुखुरा हाल पठाइदिने हो। पहिला पैसा त्यसपछि बल्ल कुखुरा? हजुर, त्यो हो। काठमाडौँ पोखराको रेट पनि एउटै छ कि फरक हुन्छ? यहाँ त 1500 रुपैयाँ किलो जान्छ गरे, त्यहाँ कस्तो छ थाहा छैन। यहाँबाट 1500 रुपैयाँ किलो जान्छ। अब भिडियोको अन्तिममा पनि आएका छौँ, थप यो सम्बन्धी चाहिँ आफ्नै देशमा बसेर पनि विभिन्न टेक्निक अप्नाएर आय आर्जनको स्रोत बनाइराख्नु भएको छ तपाईँले। अहिले धेरै युवा साथीहरू विदेशमा पनि हुनुहुन्छ अथवा यही देशमा पनि के गर्ने कसो गर्ने भनेर अन्यलमा हुनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँले दिने सुझाव के हुन्छ? म त आफ्नो देशमा रहिरहेको छु गरे ठिक लाग्छ। अब गाउँघरमा सबै मरुबरुमा सहभागी हुन पाइन्छ अनि आफ्नो रीतिरिवाज संस्कृतिमा रमाउन पाइन्छ। अब सन्तुष्टि नै सबैभन्दा ठुलो कुरा रहेछ। म यसैमा सन्तुष्ट छु। अन्तिममा छौँ, यसो तपाईँलाई त्यत्रो मिलियन्स भ्युअरले हेर्नुभयो, उहाँहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? यता क्यामेरामा हेर्नु। मेरो भिडियो मन पराइदिनु हुने, लाइक कमेन्ट गरिदिनु हुने सबैलाई धन्यवाद भन्छु। म सबैले माया गरिदिनु भयो, राम्रो मानिदिनु भयो, राम्रो मान्नु होला, उत्साह गरिदिनु होला भन्न चाहन्छु।